ढलानको लागि रोडा पुगेन भने ठेकदार कराएको कराइ छन्, त्यही भएर चाँडै जानु पर्यो। ढिला पनि भइसक्यो, म एकपालि चाँडै जानु छ। नानीले चाहिँ स्कुल जानु पर्यो, छिटो पठाउनु, स्कुल जान ढिलो होला। म चाहिँ लागिहालेँ ल। बुढा बाबु आज घरमा अलिकति काम गरेको थियो, आउन ढिला भयो। यस्तै बाहना मात्र बनाऊ न। यही पाराले हो भने भनौँको लागि केटी पुऱ्याउनु महिना पनि लाग्ला जस्तो छ। छोरी पनि आएको रहेछ। के लिएर आऊ छोरी? ठेकदार साहबलाई पनि नमस्ते गरेर त नानी। नमस्कार नमस्कार। छोरी त कति राम्री रहेछ। आमा कता गयो कि हुनुपर्छ। हजुर नमस्ते। ओहो भाउजू यति राम्री हुनुहुँदो रहेछ र पो नरेदै काममा सधैँ ढिला आउँदो रहेछ नि त। ठेकदार साहब पनि के भन्नुहुन्छ, छोरी उहाँ 9 लागिसक्यो, उहाँ छोरा उहाँ 22 वर्ष पुगिसक्यो। ठेकदार साहब पनि जिस्काउनुहुन्छ। ए ल भाउजूलाई हेर्दा त भर्खर बिहा गरेको जस्तो पो देखिन्छ त। ओहो गफ गर्दा गर्दै खाजा सेलाइसक्यो होला, खाने होइन? ल तपाईँ नि खानुहोस्, ठेकदार साहबलाई यिनीहरूलाई देखिसकेपछि त भोक पिर्खा नै मेटिसकेछ। ल ल ल्याउ न, के ल्याएको रहेछ? ठेकदार साहबलाई पनि देऊ। हो भो पर्दैन भाउजू। हजुरका यस्ता सुकोमल हातले पकाएको खानेकुरा खाने त कति इच्छा थियो नि, तर के गर्नु अहिले अलि हतार छ। ल लाऊ। ल यिनको नाम के रे? यी राम्रो नाम के रे तिम्रो? हो ल यो पैसाको पापा किनेर खानु है। ल नरेदा ल भने बाबु के भन्यो त मेन पावरले? के चपाएर कुरा गरेको तैँले? त्यहाँ मेन पावरले के भन्यो भन् न। के पैसा लाग्दो रहेछ खै के भन्नुभयो। अब यतै शान्तिमा काम गर्नु पर्ला जस्तो छ। बाहिर जाउँ भनेको मेन पावरले पनि 18 लाख माग्छ बा। कहाँबाट ल्याउने, कसरी जाने? तनाव छ त बा। 18 लाख? कामै अचानक आइपुगेर त बाबु उहाँ परदेश लाग्छु भन्छ।
मलाई त त्यो ठेकदार गतिलो मान्छे जस्तो लाग्दैन। यी खाजा हालिदिएको छु, बाटोमा खानु होला है। हुन्छ, तिमी पनि आफ्नो ख्याल राख्नु, बच्चालाई पनि ख्याल गर्नु। म सकिन्जेलसम्म म चाँडै आउँछु नि। नरे दाई, ए नरे दाई, ए ठेकदार साहब पो आउनु भएको रहेछ। नमस्कार। नमस्ते भाउजू, नमस्ते। ल हेर त कति चिटिक्क भएर बस्नु भएको रहेछ। नरे दाई त हुनुहुन्न, उहाँ त खोलातिर गिट्टी कुट्न जानुभएको छ। ए हो र? कस्तो प्यास लागिरहेको छ, एक अङ्खरा पानी खानु पाए हुन्थ्यो। हस्। ठेकदार साहब के गर्न लाग्नु भएको? यस्तो पाप नगर्नुहोस्। पाप? कस्तो पाप? हेर, मैले नरेदालाई काम दिएको छु, कति सहयोग गरेको छु, कसैले थाहा पाउँदैन क्या, केही हुन्न। तिमीहरूका छोराछोरीको पढाइ लेखाइ मेरो जिम्मा भयो। ल त्यता छति जुठो हातले मलाई पर स्त्री माथि बास्नाको र्याल छोड्ने पापी। मेरो निगाहमा पालिएर मलाई नै थप्पड हान्छेस्, अझ हात चलाउँछेस्। लखा तेरो पहिला काम दिइन भने भोकै मर्छौ तिमीहरू। चुप, एकदम चुप। अब व्रत गराइस् भने नरेलाई कामबाट निकालिदिन्छु। अझ लात्ती हान्छेस्। हात नहालौँ भनेको त मान्दै मान्दिने रहेछ। लखा अय्या अय्या, मलाई छोड दे पापी। नाइ, मलाई छोड दे। चुप लाग, चुप लाग, बिल्कुल चुप। एक शब्द बढी निकालिस् भने थचक्कै बस्नु। के भयो आमा तपाईँलाई? केही पनि भएको छैन बाबु। अभिगत कसले बनायो आमा तपाईँलाई? त्यो ठेकदार होइन बाबु, म अघि यो कुरा एकदम गोप्य रहोस्। परेको बेला तिमीहरूलाई म पनि विचार गरौँला। तर यो कुराहरू कसैलाई गरिस् भने तेरो छोरो छ नि, मुटुको भन्दा पनि प्यारो छोरो, त्यसलाई काटेर खोलामा बगाइदिन्छु, बुझिस्? यसलाई धम्की नसम्झिनु तैँले। अलि होस पुर्याएर गरिदिनु पर्छ नि, भडाइमर गरिदिँदाखेरि पनि आमा। मनमा नाना थरीका कुरा खेल्छन्, कहिले कसो के हुन्छ के। हजुर साहुजी, दर्शन। हजुरहरूको आशीर्वादले राम्रै चलिरहेछ। हजुर हजुर। ए हो र साहुजी? ए ल, म बुझ्छु नि त। ढुक्क हुनुहोस् साहुजी, ढुक्क हुनुहोस्।
म खोज्छु हस् 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 दर्शन साउजी हस्। ए नमस्ते ठेकेदार साहब। नमस्ते नरे दाइ, तिमी आज गिटी कुट्न गएनौ कि क्या? तिमीले पनि गरी खाउला जस्तो छैन। गएको त थिएँ हजुर, हजुरलाई एउटा बिन्ती चढाउँ भनेर आएको। भन न त। छोरो विदेश जान्छु भन्छ, पैसा निकै लाग्दो रहेछ। कति लाग्दो रहेछ त? 18 लाख भन्छ। ओहो 18 लाख कसरी मिलाउँछ त नरे दाइ? कसरी भन्नु त ठेकेदार साहब, त्यही भएर त हजुरलाई भेट्न आएको। अब के गर्छौ त? 10-20 हजार भएको भए तिमीलाई म आफै हालिदिन्थेँ। ए साँच्चै एउटा कुरो आएको छ। भाग्य त तिम्रो बलियै रहेछ नि, 20 लाखसम्म आउन सक्ने। तर कस्तो कुरो ठेकेदार साहब? हुनेको भए म आफ्नै शरीर बेचेर भए पनि गर्ने थिएँ। हो ल, कुरो ठ्याक्कै किनबेचकै हो। यता आऊ त। सकिने बित्तिकै खत्रक्क 20 लाख रुपियाँ तपाईँको हात। अनुहार त खस्क्यो नि, पत्याएनौ कि क्या हो तिमी? त्यसपछि त मेरो छोराछोरीलाई काम गरेर खान दिन सक्दिनँ होला। मेरो छोराछोरी त भोकै पर्छ नि हजुर। केही हुँदैन हो नरे दाइ। त्यो पल्ला गाउँको साइलाले पनि किड्नी दिएको होइन। खोइ त दिनभरि चाहिँ कोदाली खनेकै देख्छु त। अब तिमीलाई केही भइहालेछ भने म छैन, तिम्रो जान छोराछोरी मेरै भयो ल। हजुर मतलब तिमी दाइ जस्तो भएपछि तिम्रो जान छोरी मेरो आफ्नै भएन नि त। आँट गर हो दाइ, आँट गर। सीता, ए सीता, लाउ न हौ, ढिला भइसक्यो बाबुलाई प्लेनमा पठाउनलाई। लाउ न, छिटो आऊ न छिटो आऊ। कति हतार गरेको, बाबुलाई टिका नलगाई पठाउनु त। तिमीले टिका लगाइदिन्छौ भनेर त्यहाँ प्लेन कुरेर बस्छ र भने। ल ल बाबु, आमाको हातबाट टिका लगाऊ। ल बिस्तारै जानु, ज्यानको ख्याल गर्नु। परदेश लाग्न लागेको छौ। ल बाबु। ल बाबु, चिरञ्जीवी भएस्, मनले चिताएको सबै पुगोस्। के गर्नु, देशमै रोजगारी भएको भए विदेश हुनु पर्दैन होला। ल बाबु, तिमीले सोचेको काम सब पुरा होस्। बिस्तारै जानु। पढ्नु, ज्ञानी बन्नु है, आमालाई पनि सहयोग गर्नु। नानीलाई आउँदाखेरि भोलिपछि धेरै खेलाउने, नानीलाई राम्रो राम्रो लुगाहरू पनि लिएर आउँछु ल। ज्ञानी भएर पढ्नु है, ठुलो मान्छे बन्नुपर्छ ल। कस्तरी लाग्यो आज, किन मनमा पनि अनेक कुरा खेल्न थालेछ। आमा, आमा के भयो आमालाई?
के रे के भन्छ यो भिरबाट लड्यो रे आमा जाउँ त जाउँ ल जाउँ त जाउँ सीता के भयो भन न सीता उठ न सीता उठ सीता सीता के भयो सीता उठ न सीता उठ नम्रता बा के भयो तपाईँलाई बा के भयो तपाईँलाई बा तपाईँलाई के भयो अन्त पेट चाहिँ किन खिच्नु भएको बा पेट चाहिँ किन खिच्नु भएको बा कहाँ पेट थिचेको छु र मैले अन्न पानीको सरी कहिलेकाहीँ त त्यस्तो भइहाल्छ नि कत्रो गाउँ के भएको बा भाउ आएको थियो काठमाडौँ जाँदाखेरि डाक्टर साहेबले चिरेर निकालिदिनु भएको यो सानो कुरा पनि किन तिमीहरूलाई भन्नु भनेर मैले नभनेको मलाई त पहिला पत्ता नै लागेको थिएन बा छोरीको लागि बाबुआमाले कति त्याग गर्न सक्दो रहेछन् भन्ने थाहा पायो बा के थाहा पायो भन्छ यो लाठी हो बो बा तपाईँको त्यागलाई लचित पार्न सक्दिनँ भए पनि आफ्नो बाआमालाई ठुलो गौरव लागेछ उनीमा पनि तपाईँकै छोरी भएर जन्मिन पाऊ 6 महिना अगाडि भिरबाट लडेर सीता दिदीको मृत्यु भयो अहिले छोराको यस्तो हालत भयो त्यही त भावीको लेखा कसले देख्न सक्छ र नरे राई ए नम्रता ए के छ साइली बहिनी आज त मेरो घरमा धेरै भिड छ त के भयो साइली बहिनी तपाईँलाई खोज्दै प्रहरी चौकीबाट सराउनु भए रहेछ त नमस्ते सर नमस्ते नमस्ते नरबहादुर तपाईँ नि हो हो हजुर तपाईँको छोरो विदेश गएको थियो हो साउदी अरब जानुभएको मिठो मिठो खानेकुरा लुगा लिएर आइदिनुहुन्छ भन्नुभएको थियो यो हो हजुरको छोराको फोटो ए हो मेरै छोराको फोटो हो खोइ त बा म पनि हेर्छु हो यो त मेरै दाइ हो दुःखद खबर आएको छ तपाईँको छोराको इन्सपेक्टर साहबले आफै गएर भन्नुहोस् भन्नुभएको छ सम्बन्धित मान्छे भेटेरै दुःखद खबर के भयो मेरो बाबुलाई के भयो मेरो दाइलाई भन्नुहोस् न छिटो भन्नुहोस् न तपाईँको छोरा नवीन कुमार थापाको मृत्युको खबर आएको छ म्यान पावरबाट मेरो छोरा नवीनको मृत्यु यो हुन सक्दैन हो नरबहादुरजी यो कुरा सत्य हो सरकारले 2-4 हप्तामा तपाईँको छोराको लास झिकाइदिने व्यवस्था गरेछ अरे दाइ हामीलाई छोडेर कहाँ जानु भएको तपाईँ छिटो फर्केर आउनु भगवान मेरो एउटा मात्रै मुटुको टुक्रालाई किन खोज्यो भगवान मेरो जीवनको सहारा धेरै आपत परिछ आफूलाई सम्हाल्नुहोस् छोरी तिम्रो दाइले त हामीलाई छोडेर गइसक्यो